सो मेरो चाहना के छ भने समग्र करको बोझ चाहिँ स्वाट्ठै घटाउने, भीएटीदेखि इन्कम ट्याक्सदेखि कर्पोरेट ट्याक्सदेखि लिएर राजस्व चाहिँ त्यसपछि बढाउने क्या, रेटहरू घटाएर पनि राजस्व चाहिँ बढाउन सकिन्छ भन्ने एउटा चाहिँ हामीले प्रयोग गर्नै पर्छ। यो देशमा 7% को इकोनोमिक ग्रोथ करिब 10% निरन्तर गऱ्यौँ भने रियल इकोनोमी नै डबल हुन्छ हैन। प्रचलित मूल्यमा त अलि माथि नै जान्छ, तर रियल ग्रोथ नै पनि हामीले डबल गऱ्यौँ भने अब देशले केही गर्न लाग्यो है भन्ने खालको सन्देश जान्छ। भावना देखेका छन् र विदेशीको पहिलो किस्तामा चाहिँ हाम्रै नेपाली मूलका विदेशमा बसेकाहरूलाई पनि, डायस्पोरालाई पनि, प्रवासी समुदायलाई पनि यहाँ लगानी गरौँ है। 5-6 वटा सम्भावनाका क्षेत्रहरू छन्। पर्यटन, डिजिटलाइजेसन, उच्च मूल्यको कृषि, हरित औद्योगिकरण हैन र स्वच्छ ऊर्जा, यो 5 वटा चाहिँ हामीले साँच्चीकै बत्तिएर अगाडि लान सक्छौँ। यसमा अहिले रहेका बाधक ऐनहरूलाई हामी हटाउँछौँ, प्रक्रियाहरूलाई। जस्तो हाइड्रोको यत्रो सम्भावना छ, 262 बाट 4000 मेगावाट त आयौँ जडित क्षमता, तर आजका दिनमा पनि एउटा हाइड्रो अप्रुभ गर्नलाई 23 वटा विभाग, 7 वटा मन्त्रालय धाउनुपर्ने बाध्यता छ। त्यसलाई हामी जम्मै डिजिटलाइजेसन, काठमाडौँ महानगरपालिकाको पनि सुखद अनुभव छ, कसरी प्रक्रियाहरू सरलीकृत गर्ने, एउटा ब्युरोक्राटको अनुहारै देख्न नपर्ने खालको माहौलमा हामी जाउँ भन्ने छ हैन। सो यो धेरै सरकारी सेवाहरूको चुस्तता इत्यादिमा पनि हामी काम गर्छौँ र यो नैतिक बल हामीसँग छ क्या, नयाँ कुनै ब्यागेज छैन, कसैलाई रिजाउनु पर्ने छैन र जनम्यान्डेट भइदियो भने त्यो हामी गर्छौँ। सो लगानीको माहौल भएर त्यो पुँजी निर्माणको वातावरण भएपछि आर्थिक वृद्धिले त्यसपछि अलिकति गति लिन्छ। तर आर्थिक वृद्धि हुँदैमा अब हामीले ताकेका छौँ 7% जतिको एउटा रियल ग्रोथ, वास्तविक ग्रोथ स्थिर मूल्यमा नाप्दाखेरि चाहिँ 7% को इकोनोमिक ग्रोथ करिब 10% निरन्तर गऱ्यौँ भने रियल इकोनोमी नै डबल हुन्छ हैन। प्रचलित मूल्यमा त अलि माथि नै जान्छ, तर रियल ग्रोथ नै पनि हामीले डबल गऱ्यौँ भने अब देशले केही गर्न लाग्यो है भन्ने खालको सन्देश जान्छ। र त्यसपछि चाहिँ ग्रोथको चरित्रमा पनि हामीले प्रोब गर्नुपर्छ। यो छ कि छैन, यो आर्थिक वृद्धिले वातावरण विनाश गरिरहेछ कि छैन हैन, यसले हाम्रो सांस्कृतिक कुराहरूलाई पनि अलिकति विनाश गरिरहेको छ कि छैन भन्ने कुराहरूको विश्लेषण गरेर र यो साँच्चीकै सुर्खेतमा, कर्णालीमा, यही तनहुका आज मैले भेटेर आएका आदरणीय असाध्यै गरिबी अवस्थामा यहाँ हुनुहुन्छ, उहाँहरूका पुग्या छ कि छैन, त्यसपछि यो सरकारी चुस्तता, यो अरू प्रणालीगत सुधारहरूमा पनि हामीले काम गर्नुपर्ने हुन्छ। तर सारमा चाहिँ ग्रोथ ल्याउनै पर्छ पुँजी निर्माण मार्फत। त्यसले रोजगारी, सम्मानित मर्यादित रोजगारी सिर्जना गर्नै पर्छ र त्यो रोजगारीबाट राष्ट्रिय ढुकुटीको आकार पनि बढ्दै जान्छ, ताकि राज्यले गर्नुपर्ने खर्चहरू चाहिँ उसले गर्न सकोस्। गुणस्तरीय शिक्षामा, स्वास्थ्य बिमाको यत्रो चाहिँ क्राइसिस छ, त्यसलाई सुधार्नु छ तुरुन्तै हैन। वित्तीय पहुँचहरू, अघि सहकारीको कुराहरू आयो, अब इन्डियामा गरेको छ नि ज्याम भने, हरेक व्यक्तिको युनिक आइडेन्टिटी आधारबाट, हरेकको बैंक अकाउन्ट, हरेकको मोबाइल, जनधन आधार मोबाइललाई लिङ्क गरेर जम्मै बिचौलियाहरूलाई चाहिँ सफा